यस्तो जाडोको मौसम छ थुक्पा खाम न भनेको त मोमोको भाँडा ल्याउँछ भाइ। अब यो मोमोको भाँडामा चाहिँ के पकाउन आँटेको बुढी भनेर सोधेको त चुप्प लागेर हेरेर बस्नु न, तँलाई मिठो र हेल्दी थुक्पा खुवाउँछु भन्छ। स्टिम गरेको काउली सिमी साग भन्दा हेल्दी त के नै पो हुन्छ होला र। आज हेल्दी भनेर बुढीले सबै उसिनेकै मात्रै खुवाउने भयो भनेर वात्त परेको त फेरि अर्को कराईमा त मासुको डल्ला पो पुरा फ्राई गर्न थालिया। पाकेको मासु ढक्का डल्लालाई चाहिँ सर्लक्कसँग प्लेटमा निकालेर ताती राखेको तेल र कराईमा चाहिँ प्याज र लसुनका टुक्रा काटेर हालिया। लगत्तै गाजरका टुक्रा र केराउका दाना हालेपछि त जलमग्न पानी पो हाल्छ। अब त्यही पानीमा चिकन स्टक भनेर एउटा के टुक्रा हालिहाल्यो अनि सोया सस र भिनेगर पनि एक चम्ची हालिहाल्यो। स्वाद अनुसार नुन र अलिकति मरिच हालेपछि एकछिन पाक्न छोड्नुपर्छ भन्छ यार। अब मोमोको भाँडामा चाहिँ सर्लक्क परेका सेता सेता लामा लामा थुक्पा हाल्छ यार। अनि के को थुक्पा बुढी भनेको चामलको थुक्पा भन्छ। ओ मा गो, चामलको पनि थुक्पा हुन्छ र। अब बोटुकामा अघि रेडी गरेका सामान सबै पालै पालै एउटा एउटा गर्दै हाल्छ हो। ओहो, हेर्दा त मुखबाट मेरो पानी नै आइसक्यो भने तपाईँहरूको आएको छ कि छैन कमेन्टमा लेख्नु। अब अन्तिममा एउटा सन्नी साइड अप अन्डा हालेर चाहिँ माथिबाट घरमै बनाएको चिल्ली ओइल छर्केपछि त ओहो, हाम्रो थुक्पा एकदम रेडी भइहाल्यो नि।